mercy and blessings until you can attend this event. At the same time, thanks to all the concerns for making this program possible. We sincerely appreciate your time in attending this event. We are really honored to have with us some distinguished personalities and the invitees. So, before moving ahead, let us first acknowledge the presence of some of our eminent guests. We feel honored to have with us the chairperson for today's program, Mr. Pradeep Kumar Arya, the principal of Platinum College. Mr. Pradeep Acharya. Mr. Arya. Now, yes. Likewise, Ms. Jyoti Shrestha. Mr. Pasupati Sapota. Ms. Kamala Datta. Mr. Ram Prasad Bhagat. Respected chairpersons, guests, and my friends, I am Sushil Bharta and I represent the entire third semester. An awaited event by the juniors from the seniors. It is the welcome program and it is here. It is a concert that has been established from the seniors to welcome every fresh batch in the college. The college has done its part in orientation program, and now it is our turn to welcome you in the college. After you have entered the college, now our relation does not only end at being a senior and a junior. Now we are a family. We support each other, we complete each other. In management, we have a great saying. Time is money, and a lot of time has passed now. Now, without taking your much time, I'd like to wish you a warm welcome, and I hope in the coming days we will have a much stronger bond, and when we pass out, we will be happy to see each other even after the college ends. Thank you. Have a nice day. Enjoy the class. Now we have batch facilitation ceremony.
Thank you, everyone. Now, hold your breath for a dance. divine music. So to deliver this speech on the behalf of faculties, I would like to call upon Mr. Mahesh Dal in this stage. Thank you, Master of Ceremony. Chairperson, our principal, chief guest, faculty members, directors, and all of my students. Platinum Management College सिनियर भाइ बहिनीले जुनियर भाइ बहिनीले आज स्वागत गरिरहनु भएको छ। भनाइ छ मिटिङ एन्ड पार्टिङ इज वे अफ लाइफ एन्ड पार्टिङ एन्ड मिटिङ इज वर्क अफ लाइफ।
जिन्दगीमा भेट्नु र छुट्टिनु जीवनको एउटा यात्रा हो। छुट्टिनु र मिल्नु जीवनको एउटा आशा हो। यो चलिरहने प्रक्रिया पनि हो। इट इज कन्टिन्युअस प्रोसेस। कुनै दिन नयाँ विद्यार्थीहरू हामी थर्ड इयरको विद्यार्थी आज जसले यो कार्यक्रमको अर्गनाइज गर्नुभएको छ थर्ड सेमिस्टरको, कुनै दिन उहाँहरू स्वागत गरेर आउनु भएको थियो, आज उहाँहरू स्वागत गर्दै हुनुहुन्छ। प्लाटिनियम कलेज जुन कलेज धेरै कलेजहरूमा एउटा उत्कृष्ट कलेज, जहाँ हामी एउटा फ्यामिली मेम्बर, हामी धेरैजना एउटा सदस्य जस्तो बनेर यो कलेजमा हामीले ज्ञान हासिल गरिरहेका छौँ। खालि पढ्न मात्र होइन, रिडको लागि होइन, हामी स्टडीको लागि, हामी खालि होमवर्कको लागि मात्र होइन, हामी प्रोजेक्ट वर्कको लागि, हामी खालि कलेज जानको लागि मात्र होइन, एकाअर्कामा धेरै कुरा सिक्न र सिकाउनको लागि यो कलेजमा हामी प्रवेश गर्दैछौँ। हामी चाहन्छौँ सबैको भविष्य एकदमै राम्रो बन्न सकोस्, सबैको फ्युचर एकदमै राम्रो बन्न सकोस्। त्यसैले भनाइ छ, आइलिन टप्परले भन्नुभएको छ, रेस्पोन्सिबिलिटिज ग्राभिटेट टु द पर्सन हु क्यान सोल्जर देम। जसले जिम्मेवारी वहन गर्न सक्छ त्यसैको काँधमा जिम्मेवारी हुन्छ। हामी सबैको काँधमा एउटा ठुलो जिम्मेवारी आएको छ। हाम्रो प्रिन्सिपल सर, डाइरेक्टर सर, चेयरम्यान सर, जति पनि हाम्रो यो कलेज परिवारमा हुनुहुन्छ, हामी सबैजना यहाँहरूको एउटा गार्जियनको रूपमा, एउटा परिवारमा यहाँको गार्जियनले यहाँको राम्रो भविष्यको लागि जे सपना देख्नु भएको छ त्यत्तिकै सपना हाम्रो कलेजले तपाईँहरूपट्टि देखिरहेको छ। हामी चाहन्छौँ नेपालको मात्र होइन, संसारको कुनै न कुनै क्षेत्रमा प्लाटिनियम कलेजको स्टुडेन्टले त्यो सफलता प्राप्त गर्न सकोस्। सक्सेस इज द म्याटर अफ चान्स, इट इज द म्याटर अफ चोइस। भाग्यले कहिले पनि सफलता आउँदैन, सफलता जहिले पनि हाम्रो रोजाइले मात्र आउनुपर्छ। त्यसको लागि आजको वेलकम प्रोग्राममा थर्ड सेमिस्टरको भाइ बहिनीले आफ्नो जुनियर सेमिस्टरको भाइहरूलाई ठुलो आशा, भाइ बहिनीहरूलाई ठुलो आशा राख्नु भएको छ, ठुलो भरोसा राख्नु भएको छ, ठुलो विश्वास राख्नु भएको छ र भनाइ छ, आस्था हामी तपाईँप्रति समर्पित गर्न चाहन्छौँ। आस्था जीवित भए विश्वास जीवित हुन्छ। त्यसैले यो विश्वासका साथ आफूलाई विश्वास गर्नुहोस्। संसारमा कसैलाई पनि विश्वास गर्नु पर्दैन। सेल्फ कन्फिडेन्स, आफूमा आत्मविश्वास जगाउनुहोस्। दुनियाँमा सबै साहसहरू हामीले जित्न सक्छौँ। त्यो साहस जित्नको लागि आत्मविश्वास खालि कलेजमा पढ्नको लागि मात्र होइन, ओभरअल तपाईँ भर्सटाइल पर्सनालिटी बन्न सकोस् भन्ने हाम्रो पनि इच्छा हो। त्यसैले इन द मर्निङ एसियामा हरेक बिहान एउटा सानो कविता म तपाईँलाई सेयर गर्न चाहन्छु र फेरि नयाँ भाइ बहिनीलाई म स्वागत गर्न चाहन्छु। जसले कार्यक्रमको अर्गनाइज गर्नुभएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। थर्ड सेमिस्टरको भाइ बहिनीलाई भनाइ छ, एभ्री मर्निङ एसियामा हरेक बिहान अ डियर वोक्स अप, जो एउटा चरा फ्युजन छ। इट नोज, उसलाई थाहा छ, इट मस्ट रन फास्टर देन टाइगर, ऊ बाघभन्दा छिटो दौडिनुपर्छ, अदरवाइज इट विल बी किल्ड, ऊ मारिन्छ। एभ्री मर्निङ एसियामा हरेक बिहान अ टाइगर वोक्स अप, जब एउटा बाघ फ्युजन छ। इट नोज, उसलाई थाहा छ, इट मस्ट रन फास्टर देन डियर, ऊ जराभन्दा छिटो दौडिनुपर्छ, अदरवाइज इट विल बी किल्ड, इट विल बी स्टार्ट, ऊ भोकै पर्छ। यदि बाघ जराभन्दा छिटो दौड्यो भने बाघ भोकै पर्छ। इट डजन्ट म्याटर, यो ठुलो कुरा होइन। वेदर वी आर अ डियर अर अ टाइगर, न त हामी बाघ हौँ न त हामी चरा हौँ। वेन सन कम्स अप, जब सूर्य उदाउँछ, वी विल बी बेटर बिलनिङ, हामीले हाम्रो यात्रा तय गर्छौँ। जब तपाईँलाई रोएको अनुभव भयो भने रेमी हामीलाई भन्नु होला, वी क्यानट से द्याट, हामी भन्न सक्दैनौँ। विल स्टप यु विपिङ, तपाईँको रुवाइले रोक्ला भनेर, तर वी विल विप विथ यु, हामीहरू तपाईँहरूसँग रोइदिन सक्छौँ। इफ यु फिल एलोन, तपाईँलाई एक्लै भएको अनुभव भयो भने कलस हामीलाई भन्नुहोस्। वी क्यानट से द्याट, हामी भन्न सक्दैनौँ स्टप यु ह्याड स्टप गिभ यु द कम्पनी, तपाईँलाई राख्नुला भनेर, तर आई विल स्टे विथ यु, हामीहरू तपाईँहरूसँग रहिदिन सक्छौँ। इफ यु फिल हार्ड टु वर्क, कडा परिश्रम भयो भने कलस। वी क्यानट से द्याट विल इजी टु वर्क इजी, बट वी विल जोइन विथ यु, हामी तपाईँहरूसँग साथ दिन सक्छौँ। इफ तपाईँ सबै नयाँ भाइ बहिनीलाई स्वागत छ, जो स्वागत गर्नुभयो सबै भाइ बहिनीहरूलाई धन्यवाद छ। स्वागत र धन्यवादका बिचमा प्लाटिनियम कलेजलाई हामी धेरै माथि पुऱ्याउनु छ। सगरमाथाको चुचुरोभन्दा माथि हाम्रो प्रेस्टिज राख्नु छ। डिजाइन अफ फ्युचर, गो अहेड, अचिभ द गोल, मिशन फर अचिभमेन्ट। थ्याङ्क यू सो मच। Thank you, sir, for your wonderful speech for long in this hall. We always feel honored to have someone like you around us. Thank you, sir. Speech from Chief Guest of today's program. May I please invite Finance Director of Platinum Management College and Times International College, Mr. Buddhi Bahadur Swedi. Principal sir, all the faculty members, all the directors,
non-teaching staffs and all dear students. आज यस प्लाटिनम म्यानेजमेन्ट कलेजलाई आफ्नो एउटा उज्जवल भविष्यको रोजाइ बनाएर पहिलो सेमेस्टरमा भर्ना हुनुभएका विद्यार्थीहरूलाई तेस्रो सेमेस्टरमा अध्ययनरत भाइ बहिनीहरूले जुन वेलकम प्रोग्राम राख्नुभएको छ र यसमा मलाई गेस्टको रूपमा बोलाउनु भयो, त्यसको लागि म आयोजक कमिटीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विद्यार्थी भाइ बहिनीहरूले यो आफूलाई विभिन्न फ्याकल्टी पढेर प्लस टूमा विभिन्न फ्याकल्टी पढेर पनि आफ्नो एउटा क्यारियर बनाउने र यो कलेजलाई चोइस गरेर आउनुभयो र त्यसको लागि जुन किसिमबाट अगाडि बढ्नु भएको छ, यो पनि एउटा विद्यार्थी भाइ बहिनीहरूले जुन कार्यक्रम अर्गनाइज गर्नुभएको छ यो पनि एउटा कोर्सभित्रकै कुरा हो, जुन अहिले एकदम फ्यामिलियर र अगाडि आइरहेको कुरा इभेन्ट म्यानेजमेन्ट भन्छ। र एउटा सानो प्रोग्राम सञ्चालन गर्नको लागि पनि कहाँ को कसलाई भेट्नुपर्छ, को कोसँग सम्पर्क गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा भाइ बहिनीहरूले सिक्नु भएको छ र यसमा पनि मलाई असाध्यै खुसी लागेको छ। र विद्यार्थी भाइ बहिनीहरूले यस्ता कार्यक्रमहरू अझै आफै साथीभाइहरू मिलेर टिममा, एक्लै होइन कि टिममा कसरी काम गर्न सकिन्छ भन्ने कुराहरू अगाडि बढ्न सिक्नु भएको छ। यसको लागि म असाध्यै खुसी पनि छु र प्लाटिनम म्यानेजमेन्ट कलेज हेर्ने सम्पूर्ण साथीहरूप्रति आभार व्यक्त गर्दछु। र अब अहिले भनिन्छ थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली भन्ने जुन एउटा अहिलेको स्लोगन छ र विद्यार्थी भाइ बहिनीहरू अहिलेको यो कम्पिटिटिभ एजमा ग्लोबल, अहिलेको तपाईँहरू भनेको ग्लोबल्ली विभिन्न ठाउँमा चाहिँ बिग्ने म्यान पावर हो र अझै तपाईँहरू मार्केटमा एज अ स्किल म्यान पावरको रूपमा आफ्टर 5 इयर्स अर 6 इयर्स मात्रै तपाईँहरू जान सक्नुहुन्छ र आफ्टर 6 इयर्स अझै कस्तो किसिमको कम्पिटेटिभ एज आउला, कस्तो किसिमको टेक्नोलोजी डेभलप होला र म त्यो बेलामा कसरी प्रिपेयर हुनुपर्छ भन्ने किसिमबाट तपाईँहरूले सोच्नुपर्छ र ती कुराहरूलाई तपाईँहरूले अझै अगाडि बढाउनुहोस् र कलेजले हरेक क्षेत्रबाट, कलेज प्रशासन र सबै किसिमबाट तपाईँहरूले सपोर्ट पाउनुहुनेछ र यस्ता कार्यक्रमहरूले तपाईँहरूलाई पनि यो ग्लोबल्ली कम्पिटेटिभ बनाउनेछ।